हेलो वेलकम टु माई न्यू भ्लग र आज चाहिँ म तपाईहरुलाई सोमबारको दिन हो ललितपुर जिल्लामा रहेको झरासीमा अवस्थित सन्तानेश्वरको दृश्यहरू देखाउँदै छु र मेरो सत्य र तिथो एउटा भनाइ छ। आज पनि जीवनमा सबै कुराहरू अस्थायी हुन्छन्, चाहे जुनसुकै होस्, गाडी घोडा मोटरसाइकल गाडी घर जग्गा सबै अस्थायी हुन्छ। तर दुईटा कुरा चाहिँ जहिले पनि थाहै हुन्छ, एउटा हो मृत्यु र अर्को हो परिवर्तन। यो दुईटा कुरा चाहिँ जहिले पनि थाहै नै हुन्छ र यो चाहिँ कहिले पनि चेन्ज हुँदैन। यदि मानिसले यो कुराहरू बेलैमा बुझ्न सक्यो भने उसको जीवनशैलीमा 100% सहज हुन्छ। तर भन्दा नमिठो छ, तर यथार्थ यही नै हो। र अब चाहिँ म तपाईहरुलाई सन्तानेश्वर यो भर्याङ अहिले जुन देखिरहनु भएको छ, यही भर्याङको बाटो उक्लिँदै जानुपर्ने छ र म तपाईहरुलाई यहाँ कस्ता कस्ता दृश्यहरू छन् र के दृश्यहरू छन् म सबै तपाईहरुलाई देखाउँदै छु। लेट्स गो। यो चाहिँ हो प्रवेशद्वार, यो चाहिँ पछाडिको प्रवेशद्वार हो। अब यो सिडी चढ्दै 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 हामी मास्तिर जानुपर्छ। यहाँबाट लगभग 10-5 मिनट जति लाग्ला मेरो विचारमा। है सिडी छ, जङ्गल पनि छ, चारैतिर जङ्गलै जङ्गल। यो जङ्गलको बाटो सुई सुई सिडी चढ्दै हिँड्नुपर्छ। आज साउनको अन्तिम सोमबार भएको कारणले होला धेरैजना भक्तजनहरू हुनुहुन्छ। सन्तानेश्वरको चाहिँ ठ्याक्कै डाँडाको माथि टुप्पामा रहेको छ र श्री स्वस्तानीको भनाइअनुसार यहाँ चाहिँ महादेवले जब पार्वतीको पार्वती होइन सतीदेवीको पार्थिव शरीरलाई संसारभरि डुलाउने क्रममा यहाँ चाहिँ सतीदेवीको ओठको मास्लो भाग खसेको भनाइ छ। श्री स्वस्तानी व्रत कथा अनुसार है यो चाहिँ त्यो एउटा भनाइ छ। र अर्को भनाइ चाहिँ यो सन्तानेश्वर किन रह्यो भन्दाखेरि यदि कसैको सन्तान छैन भने यहाँ आएर राम्रोसँग पूजापाठ गर्यो भने सन्तान प्राप्ति हुन्छ भन्ने एउटा किम्वदन्ती भनाइ छ। त्यसकारण नै यसको नाम सन्तानेश्वर रहन गएको हो भनिन्छ। तर गाह्रो चाहिँ उकालो चढ्न चाहिँ सिडी चढ्नुपर्ने हुन्छ। कृपया दमको रोगी वृद्धावृद्धीहरू चाहिँ नआउँदाखेरि नै राम्रो हुन्छ। यहाँ अलि हिँड्न असहज हुन्छ, गाह्रो छ। अहिले मैले तपाईहरुलाई जुन देखाइरहेको छु दृश्य यही नै हो सन्तानेश्वर महादेव। र यहाँ चाहिँ शिवरात्रिको दिन ठुलो भिड लाग्छ। बाटो चाहिँ साह्रै अब ठाडै छ भन्नु पर्यो। अब हाम्रो नेपालको देवी देवता प्रायः सबै डाँडा काँडामा बस्दिनुहुन्छ, हामी मान्छे मात्र हो सहरतिर बस्नु भने। पहिला हेर्कन अहिले धेरै राम्रो व्यवस्थित पनि बनाएको रहेछ। यो चाहिँ धेरै राम्रो हो। खुट्टा चाहिँ बलियो चाहिन्छ है। यो कमजोर खुट्टा चाहिँ कृपया नआउँदाखेरि नि बेस्ट हुन्छ। सोमबारको लास्ट साउनको लास्ट सोमबार भनेर अनि हामी चाहिँ सन्तानेश्वर जाउँ न त भनेर यहाँ आएका छौँ। पसिनै आउँछ हौ यति हिँड्दाखेरि पनि। अब त बुढेसकालले पनि छोएछ, सकेन, गाह्रो हुँदा थालिसकेछ।
काठमाडौँ सहर पुरा देखिन्छ काठमाडौँ ललितपुर पुरा देखिन्छ हेर्नु त घर कति घरै घर कति घर होला त्यो घरै घर बाहेक केही देखिन्छ त घरै घर कति होला त मानिसहरू काठमाडौँ ललितपुरमा सन्तानेश्वरको मन्दिर चाहिँ यही हो मन्दिर चाहिँ भक्तजनहरू टनाटन छन् आज बिहानदेखि आउनुभयो होला सायद उहाँहरू चाहिँ हेर्नुहोस् त भक्तजनहरू कति हुनुहुन्छ भक्तजनहरू हेर्नु भक्तजनहरू कति आज साउनको अन्तिम सोमबार भएर पनि होला सायद यतिको मान्छे भएको यो चाहिँ मन्दिर जाने ढोका हो यो मन्दिर जाने ढोका मन्दिर चाहिँ ऊ त्यो भित्र देखिरहेको सेतो देख्नुहुन्छ नि त्यही हो र उहाँहरू चाहिँ कतिखेरदेखि आउनुभयो होला के खेर आउनुभयो होला उहाँहरू सबै आज त मान्छे टनाटन छन् हुनुहुन्छ भक्तजनहरू मान्छेहरू बिहानदेखि आउनुभयो होला सायद मेन मन्दिर यो भयो श्री सन्तानेश्वर महादेवको मन्दिर कैलाश पर्वत संरक्षण तथा सेवा सङ्घ चन्दा सङ्कलन हरेक मठ मन्दिरमा हुन्छ चन्दा सङ्कलन चाहिँ यो चाहिँ वरिपरिको दृश्य वरिपरिको दृश्य चाहिँ यस्तो छ भक्तजनहरू कति हुनुहुन्छ भक्तजनहरू कति हुनुहुन्छ बिहानदेखि आउनुभयो होला सायद त्यहाँ पनि मन्दिरमा पनि चन्दा सङ्कलन चाहिँ प्राप्त भनेर त भन्नु चलनै छ कविता घिमिरे धन्यवाद 2 बाट 550 रुपैयाँ तेजस्वी सहित बुढाबुढी परिवारबाट 1100 रुपैयाँ सुर्खेत दिएका आद गर्नुभएको छ त्यस्तै गरेर कमला भण्डारी र सपरिवार सहित छोरी सुधा भण्डारी लुम्बी यसुदा नगरबाट 2105 रुपैयाँ प्रयोग गर्नुभएको छ भोले बाबाले सदा कल्याण गरून् सन्ततिहरूको रक्षा गर्नुहुने निसन्तान दम्पतिलाई सन्तानको वरदान दिनुहुने देवादेव श्री सन्तानेश्वर महादेव स्वस्थानी व्रत कथाको 10औं अध्यायमा लेखिएको छ सन्तानेश्वर महादेव सतीदेवीको उपलब्ध र यहाँ भजन कीर्तनमा चाहिँ नृत्य भइरहेको छ नाचगान
र पानी पनि सिमसिम सिमसिम परिरहेको छ। यहाँ पानीको परवाह नगरिकन एकदम नाचगान भइरहेको छ। भक्तजनहरू कति कति उहाँ बाहरू पनि नाच्दै हुनुहुन्छ। यो उमेरमा कस्तो खतरा नाचेको। नाच्दै हुनुहुन्छ उहाँहरू पनि। नाचगान भजन कीर्तन भइरहेको छ यहाँ र पानी पनि ठुलो परेको छ। र अहिले चाहिँ म भिडियो सुट अहिले अफ गर्न गइरहेको छु। पानी ठुलो पर्यो। अबाइजीले खाने बेला आधी बेर भने जस्तै यत्रो मुसलधारो पानी परिरहेको छ कि यहाँ यति छ। ल हेर्नुहोस् त यति ठुलो पानी आएको छ परेछ यहाँ। चारैतिर अँध्यारो भएर पुरा पानी परेको छ। हामी यहाँ आउँदाखेरि घाम लागिरहेको थियो भने अहिले चाहिँ वर्षा भएको छ। तर यहाँ बस्नको लागि चाहिँ ठाउँ राम्रो बनाएको रहेछ। यसलाई चाहिँ राम्रै भन्नुपर्छ है। यसले यतिकोलाई नराम्रो भन्नु चाहिँ हुँदैन। जस्तो यहाँ यसरी मान्छेहरू त्यसै एउटा छतको पार्किङ जस्तै रहेछ र सबैजना बस्नको लागि ठुलो ठाउँ रहेछ यो चाहिँ। र यतिकोलाई राम्रोलाई राम्रै भन्नुपर्छ, नत्र त यहाँ बिजोक हुने रहेछ। सबैजना यहाँ चिया पसल पनि रहेछ होइन। अनि त्यहाँ चिया खाने अब उ गर्ने यति चाहिँ जस बनाएको रहेछ। यसको चाहिँ धेरै राम्रो लाग्यो मलाई चाहिँ यो। नत्र यस्तो पानीमा हेर्नुहोस् त, ल पानी यत्रो आइरहेको छ। यस्तो पानीमा त कहाँ जाने र के गर्ने, चुटेर मार्थ्यो पानीले। यसै क्रममा म यहाँको स्थानीय बासिन्दा बालाई केही कुराहरू सोध्न गइरहेको छु। यही सन्तानी स्वरको बारेमै सोध्ने छु बालाई। अब बाले भन्नुहुनेछ। अब स्थानीयलाई हामीलाई भन्दा बढी जानकारी उहाँहरूलाई नै हुन्छ। बा नमस्कार। यो सन्तानेश्वर 1823 सन्तानेश्वर रच भनेर मल्ल राजाको पालामा शिला लेखेको छ। त्यो हामीहरू त पहिला सरस्वती महादिष्टा बिना भनेर पढ्थ्यौँ, तर होइन रहेछ। 1823 सन्तानेश्वर भनेर यहाँ शिला लेखेको छ। यहाँ सन्तान नहुने सन्तान बोकेर आउँछन्, नाम सन्तानेश्वर महादेव। अब यतातिर तल हेर्नु कुटिनी बुढीको दुलो छ। त्यहाँ ढुङ्गा ओडारमा रातो माटाले पोते हुन्थ्यो पहिले। अहिले कसले पोत्यो त्यो थाहा छैन। अहिले त्यो ओडार चाहिँ छ, पोते हुँदैन। अनि बच्चाहरूलाई उक्क लाग्यो भने कुटिनी बुढीले सम्झायो भन्थे, हाँस्यो भने कुटिनी बुढीले हँसाएको भन्थे। ल यो चाहिँ दानपेटिकामा आएको सङ्कलन रकमहरू हुन्। यो रकमहरू चाहिँ सबैजना यत्रो मान्छेहरू मिलेर गन्दै हुनुहुन्छ। यो कस्तो जस्तो देखिन्छ सबै।
अगाडि त्यसको पछि दोस्रो अहिले चाहिँ हामी सन्तानेश्वरको माथि डाँडामा मन्दिरको प्राङ्गणमा बसेर खिचेको यो दृश्य साह्रै सुन्दर छ। भर्खर पानी परेर रहेको भएर होला यस्तो खुलेको। र यो जति पनि घरहरू देखिन्छ यो चाहिँ काठमाडौँ र ललितपुरको जता हेऱ्यो त्यतै घरै घर छ। मन्दिर चाहिँ यही भइहाल्यो मन्दिर ठ्याक्क राम्रो डाँडामा पक्क बनाएको। भक्तजनहरू कति छन् कति हुनुहुन्छ। सन्तानेश्वरको मन्दिरको बाटो हिँड्दा हिँड्दै डाँडामा पहिला चाहिँ यो मन्दिर आउँदो रहेछ। यो मन्दिर सानो हेर्नुहोस् त चिटिक्क बढेको मन्दिर। यो मन्दिर आउँदो रहेछ। अनि यो चाहिँ पहिलो अगाडिको बाटो होइन है, यो चाहिँ पछाडिको बाटो हो। पछाडिको बाटो चाहिँ अलिकति सुरुलीको परेको छ। पहिलोको बाटो चाहिँ लास्टै ठाडो छ। अनि योबाट चाहिँ सिधा यही मन्दिरको छेउबाट सिधा गएपछि चाहिँ अनि सन्तानेश्वरको मन्दिर पुगिँदो रहेछ। यस्तो जङ्गलमा अवस्थित रहेछ हेर्नुहोस् त। चारैतिर जङ्गलै जङ्गल। जङ्गल भने मतलब त्यति घना घर पनि होइन, रुखै रुख। अहिले चाहिँ हामी वास्तवमा भन्नुपर्दाखेरि चाहिँ बाटो भुलेर अगाडि ओर्लिनु पर्ने मान्छे पछाडि ओर्लेर अब चाहिँ हामी हाम्रो जुन घोडा भएको ठाउँमा जाँदैछौँ। र यो चाहिँ बाटो भुलेर हामी चाहिँ अब यो बाटो हिँड्दैछौँ। यो बाटोबाट पनि ठ्याक्कै सन्तानेश्वर राउन्ड हान्नु मिल्छ भन्नुभयो उहाँ दिदीले। उहाँले बाटो देखाइदिनु भयो। अब यो बाटो हामी जाँदैछौँ। बाटो त अब ठ्याक्कै हरियालीकै बिचमा रहेछ, राम्रै रहेछ। सन्तानेश्वर त्यही माथि नै भइहाल्यो। जताबाट गए पनि हुने रहेछ सन्तानेश्वर चाहिँ। जताबाट उकालो उक्ले पनि ठ्याक्कै पुग्ने चाहिँ सन्तानेश्वरै रहेछ। अलिक ठाडो उकालो छ, अलिकति डाँडामा हुनुहुन्छ, त्यही हो। ल हाम्रो अब लगभग वासस्थान हाम्रो घोडा भएको ठाउँ आइपुग्यो। अब यही हो, हाम्रो घोडा चाहिँ यहीँ छ। आजको भिडियो हाम्रो यहीँसम्मको हो। यहीँसम्मलाई मैले अन्त्य गर्ने निदो गरेँ। र अन्त्यमा म के भन्न चाहन्छु भने, र मैले यहाँ के देखेँ भन्दाखेरि मान्छेलाई सुख र शान्ति चाहिँ भगवान्कै पाउमा आइसकेपछि हुन्छ भन्ने चाहिँ भयो है। त्यो चाहिँ मैले देखेँ। 45 देखि 50 को बिचमा हुन्छौँ, त्यति बेला चाहिँ हामीलाई महसुस के हुन्छ भन्दाखेरि सुख शान्ति आनन्द चैन त केहीबाट पनि हुँदैन रहेछ। यो विलासी वस्तुबाट त केहीबाट पनि हुँदैन रहेछ भन्ने ठान्छौँ हामी। अनि त्यसपछि अब सुख र शान्ति चैन कहाँबाट मिल्छ त भन्दाखेरि अब भगवान्को शरणमा गइसकेपछि मिल्छौँ भनेर हामीले त्यो सोच गर्छौँ, मेरो विचारमा चाहिँ है। र अधिकांश मैले आज यहाँ जति पनि मानिसहरू भेटेँ, यानि कि भक्तजनहरू देखेँ, सबै 45 देखि 50 को बिचमै हुनुहुन्छ क्या। जेनजी त मैले खासै केही भेटिनँ। जेनजी चाहिँ स्काउटको मात्रै देखेँ, अरू चाहिँ कोही पनि देखिनँ। र हामीले पनि जीवनमा आफूलाई चाहिँ ठगेकै हुँदो रहेछौँ भन्ने चाहिँ महसुस भयो। र लास्ट अवस्थामा आउनुपर्ने रहेछ सुख शान्ति चयनको लागि कहाँ रहेछ भन्दाखेरि त मन्दिरै रहेछ, यही ठाउँ रहेछ। जे जस्तो गरे पनि आउनुपर्ने ठाउँ चाहिँ लास्टमा यही नै रहेछ। र मैले चाहिँ यो
देखेँ जहाँ जुनसुकै मन्दिरमा जाउँ वा जहाँसुकै मन्दिरमा जाउँ मैले चाहिँ त्यस्तै लगभग 50 माथि नै कटेका व्यक्तिहरू देखेँ। आखिर किन त ती व्यक्तिहरू मन्दिरमा आउँछन्, के कारणले मन्दिरमा आउँछन् त? होइन कस्तो खाली खुट्टा हिँडेर आएका छन्, कति भएर यहाँ भक्तजनहरू आउनुभएको छ। आखिर किन त भन्दाखेरि उनीहरूसँग विलासी वस्तु त छ नि, तर विलासी वस्तुले सुख चैन दिँदैन भन्ने चाहिँ यो चाहिँ यहाँबाट पनि मैले अलिअलि शिक्षा पाएँ। र आजलाई मेरो भिडियो यति नै। अब अर्को तालि म फेरि अर्कै भ्लग बनाउँछु र अहिलेलाई चाहिँ बिदा पाऊँ। हस् त, टेक केयर। सबैलाई सुरक्षित भएर बस्नु हुन मेरो अनुरोध छ, किनभने अहिले बर्खाको समय छ। र आजलाई छुट्यौँ है त। ओके, बाई बाई।